हेलो साथीहरू सबैलाई नमस्कार। म टेक्निकल हिमालको तर्फबाट। अब तपाईँको लागि चाहिँ भोटर आइडी रजिस्ट्रेसन चाहिँ तपाईँहरूलाई चाहिँ नेपाल सरकारले चाहिँ अहिले कार्तिक को अन्तिमसम्म चाहिँ भोटर आइडी रजिस्ट्रेसन गर्ने डेट खुलाइसकेको छ। त्यसको लागि चाहिँ हामीले पहिला चाहिँ अनलाइन चाहिँ गर्नुपर्ने हुन्छ। अनलाइन गर्दाखेरि चाहिँ हामी अब नर्मली तपाईँहरू पसलमा गएर गर्नुभयो भने होइन तपाईँहरूलाई सर्टेन चार्ज लाग्न सक्छ। त्यही भएर त्यो सर्टेन चार्जबाट बच्नको लागि तपाईँ आफैले पनि गर्न सक्नुहुन्छ। त्यसको लागि कसरी गर्ने, के गरी गर्ने भन्ने कुरामा चाहिँ तपाईँ यदि दुविधा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। तपाईँले यो भिडियोबाट चाहिँ तपाईँलाई चाहिएको कुरा तपाईँले मजाले चाहिँ सिक्न सक्नुहुनेछ। त्यसको लागि तपाईँहरूले चाहिँ यो भिडियोलाई चाहिँ स्किप नगरिकन मजाले हेर्न सक्नुहुन्छ होला। र भिडियो सुरु गर्नुभन्दा पहिला मेरो च्यानल टेक्निकल हिमाललाई यदि तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिनु होला। यस्तै यस्तै नयाँ किसिमका भिडियोहरू र विभिन्न टपिक्समा विभिन्न टाइटल्समा भिडियोहरू चाहिँ तपाईँहरूमाझ ल्याउनको लागि चाहिँ तपाईँहरूमाझ मैले चाहिँ भिडियो ल्याउने गर्दछु। त्यसको लागि चाहिँ मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब र सेयर पनि गरिदिनु होला भन्ने चाहिँ भन्न चाहन्छु। यति भन्दै मैले भिडियो सुरु गरेँ। यसको लागि तपाईँले चाहिँ गुगलमा जानुपर्ने हुन्छ। गुगलमा गएर तपाईँले अब त्यहाँ भोटर आइडी रजिस्ट्रेसन भनेर पनि अब टाइप गर्न सक्नुहुन्छ, अथवा चाहिँ तपाईँले इलेक्सन कमिसन नेपाल भनेर सर्च गर्न पनि सक्नुहुन्छ। मैले चाहिँ यहाँ भोटर आइडी रजिस्ट्रेसन भनेर चाहिँ लेख्छु। जस्तो मैले यहाँ चाहिँ भोटर आइडी मैले चाहिँ यहाँ भोटर आइडी भन्ने बित्तिकै आइहाल्यो, मेरो भोटर आइडी रजिस्ट्रेसन भयो। त्यसपछि यहाँ तपाईँको चाहिँ भोटर आइडी रजिस्ट्रेसनपछि तपाईँको चाहिँ यहाँ जस्तो अब यहाँ इलेक्सन कमिसन नेपालमा चाहिँ तपाईँले क्लिक गर्नु होला। फर्स्टमा इलेक्सन कमिसन नेपालमा क्लिक गर्नु होला। त्यसपछि इलेक्सन कमिसन नेपालमा क्लिक गरिसकेपछि अलि तल स्क्रल गर्नु होला। स्क्रल गर्दा यहाँ तपाईँलाई दुई तिनवटा अप्सन छ, जस्तो नयाँ दर्ता होइन, नामावली अद्यावधिक, अनि अर्को भनेको चाहिँ आफ्नो मतदाता नामावली हेर्नुहोस् भन्ने कुरा छ। त्यो मध्ये चाहिँ तपाईँले के गर्नु होला भन्दा नयाँ दर्तामा क्लिक गर्नु होला। नयाँ दर्तामा क्लिक गरेर तपाईँले आफ्नो चाहिँ अब यहाँ फोन नम्बर हाल्नु होला। तपाईँको फोन नम्बर कुन छ, तपाईँले चाहिँ तपाईँको नामबाट तपाईँले कुन सिम निकाल्नु भएको छ, कुन नम्बर चलाइराख्नु भएको छ, अथवा तपाईँसँग जुन नम्बर छ त्यसबाट तपाईँले चाहिँ यसमा चाहिँ आफ्नो फोन नम्बर राख्नु होला। जस्तो मैले मेरो फोन नम्बर राखेँ। अब जस्तो मैले मेरो फोन नम्बर राखेँ। अब यसमा चाहिँ तपाईँको फोन नम्बरमा ओटिपी आउनेछ। त्यो ओटिपी तपाईँले चाहिँ के गर्नु होला भन्दाखेरि चाहिँ यसमा चाहिँ राख्नु होला। जस्तो मेरो ओटिपी आइसकेको छ। मेरो ओटिपी आइसकेको छ। मैले यहाँबाट लगेँ, मेरो ओटिपी आइसकेको छ। ओटिपी मेरो ओटिपी आइसकेको छ 69। ल, मेरो ओटिपी आयो है। अब तपाईँको यहाँ के हुन्छ भन्दाखेरि चाहिँ अब तपाईँले फेरि यहाँ गएर चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ, यदि तपाईँको चाहिँ यदि त्यहाँ तपाईँले फर्म भर्नुभयो भने चाहिँ तपाईँको यहाँ पेन्डिङ सेन्डिङ होइन, तपाईँको के छ त्यो चाहिँ आउँछ। यहाँ केही नभयो भने तपाईँले केही पनि गर्नु भएको छैन भने यस्तै आउँछ है तपाईँहरूको है। अब तपाईँले यसमा के गर्नु होला, यहाँ गएर नयाँ दर्तामा क्लिक गर्नु होला। नयाँ दर्तामा क्लिक गरेपछि यहाँ तपाईँलाई एउटा केही न केही अप्सन्सहरू आउँछ। यहाँ के गर्ने, कस्तो कस्तो गर्ने, केबाट कसरी लेख्ने भन्ने कुरा हुन्छ। मोबाइलमा तपाईँहरूलाई अब त्यो युनिकोड अब अलरेडी हुन्छ। मोबाइलमा चाहिँ तपाईँहरूको समस्या आउँदैन, किन भन्दाखेरि चाहिँ ल्यापटपमा अथवा कम्प्युटरमा तपाईँको चाहिँ युनिकोडलाई अलि तपाईँको चाहिँ लेआउट अथवा फोन्टहरू चाहिँ अलिक फरक हुने भएको भएर तपाईँहरूको अलिकति भनौँ न गाह्रो हुन्छ। तर मोबाइलमा चाहिँ हामीसँग अलरेडी नै भनौँ न अनि युनिकोडमा हुन्छ, त्यही भएर चाहिँ मोबाइलमा त्यस्तो खासै साह्रो पर्दैन। त्यसको लागि चाहिँ के गर्ने, अब यहाँ हालसम्म मेरो नाम मतदाता नहुने बेला समावेश भएको छैन उहाँ क्लिक गर्नुहोस्। त्यसपछि के गर्नुहोस्, सुरु गर्नुहोस् क्लिक गर्नुहोस्। अब त्यसपछि के गर्ने, अब यहाँ तपाईँको स्थायी ठेगाना कहाँ हो, तपाईँको स्थायी ठेगाना यहाँ हाल्नुहोस्। जस्तो स्थायी ठेगाना अब मेरो मेरो स्थायी ठेगानाको लागि चाहिँ कुरा गरौँ जस्तो होइन। जस्तो मेरो स्थायी ठेगाना अब कहाँ हो, सुदूरपश्चिम प्रदेश, जिल्ला कता, अछाम, जिल्ला अछाम, गाउँपालिका कुन हो, चौरपाटी गाउँपालिका होइन। वडा नम्बर छान्नुहोस्, वडा नम्बर कति हो, अब मेरो 1 हो, मैले 1 छाने। अब तपाईँको जति हो त्यति। जस्तो त्यो अब तपाईँको चाहिँ के त तपाईँको मतदान केन्द्र कहाँ हो तपाईँले छान्नु होला। मेरो जस्तो जनता आधारभूत विद्यालय हो, मैले जनता आधारभूत विद्यालय। अब यति भइसकेपछि यो तपाईँको चाहिँ खण्ड सक्यो। यसपछि तपाईँले के गर्नु होला, अर्कोमा क्लिक गर्नु होला। अर्कोमा क्लिक गरेपछि अब यहाँ तपाईँको चाहिँ के हुन्छ, व्यक्तिगत विवरण हुन्छ है। यसमा चाहिँ अब व्यक्तिगत विवरण तपाईँले आफ्नो चाहिँ भर्नु होला। जस्तो मैले यहाँ आफ्नो विवरण भरेँ है। व्यक्तिगत विवरण भर्दाखेरि चाहिँ तपाईँको अब यहाँ नेपालीमा भनेको ठाउँमा नेपालीमा लेख्नु होला, र इङ्ग्लिसमा भनेको ठाउँमा इङ्ग्लिसमा लेख्नु होला। मेरो बिचको नाम छैन, बिचको नाम छ भने बिचको नाम राख्नु होला, बिचको नाम छैन भने बिचको नाम नराख्नु होला। मेरो छैन, मैले राखिनँ। त्यस्तै गरी अब अर्को, अब अङ्ग्रेजीमा त आफै आइहाल्छ। तपाईँले यहाँ क्लिक गरेर राख्दा पनि हुन्छ होइन, यहाँ लेखेर राख्दा पनि हुन्छ। जस्तो मैले अब यहाँ राखेँ होइन। त्यसपछि अङ्ग्रेजीमा हाल्नु होला, अङ्ग्रेजीमा। त्यसपछि यदि तपाईँसँग अब तपाईँको बिहे गरिसक्नु भएको छ तपाईँले भने चाहिँ अब पति पत्नीको नाम हाल्नुपर्ने हुन्छ। अब पति हो भने अब तपाईँ चाहिँ भनौँ न तपाईँको वाइफ हुनुहुन्छ भने वाइफको हाल्नुहोस् होइन, हस्बेन्ड हुनुहुन्छ भने हस्बेन्डको हाल्नुहोस्। तपाईँले जस्तो अब मेरो हाल्नु होला, फेरि मेरो चाहिँ नहाल्नु होला है, गलत भन्न सक्छ। त्यसपछि तपाईँले चाहिँ आफ्नो अब आफ्नो चाहिँ भनौँ न वाइफको चाहिँ नाम बिचमा के छ होइन, बिचमा नाम छ भने बिचको नाम हाल्नु होला, नभए डाइरेक्ट हाल्नुहोस्।
बुवाको नाम हान्नुहोस् तपाईँको होइन, जे छ तपाईँको बाबाको नाम हान्नु होला। तपाईँले चाहिँ तपाईँको बाबाको नाम हान्नु होला। बिचको नाम छ भने बिचको नाम, होइन भने चाहिँ सिधै तपाईँको के त थर हान्नु होला होइन। आमाको नाम के छ, आमाको नाम हान्नुहोस्। जस्तो आमाको नाम पनि बिचमा छ भने त्यो पनि हान्नुहोस्, नभए चाहिँ पर्दैन। ठिक छ। त्यसपछि तपाईँले के गर्नु होला, बाजेको नाम हान्नु होला। बाजेको नाम पनि अब यहाँ 3 पुस्ते विवरण चाहिने भएको भएर बाजेको नाम हान्नु होला। आफ्नो बाजेको नाम के हो त्यो हान्नु होला। मैले मेरो बाजेको नाम हालेँ होइन। तपाईँले आफ्नो बाजेको बिचको नाम छ भने बिचको नाम हान्नु होला बाजेको। अनि छैन भने नहान्दा पनि हुन्छ। तपाईँ त्यसपछि लिङ्ग छान्नु होला। अब लिङ्ग के हो, महिला हो कि पुरुष हो कि अन्य हो होइन, तपाईँ छान्नु होला, चुज गर्नु होला। तपाईँले चाहिँ त्यो तपाईँलाई थाहा हुन्छ, म त पुरुष हो त्यही भएर मैले पुरुषमा क्लिक गरेँ होइन। अनि त्यसपछि अब टेलिफोन नम्बर, यो तपाईँको फोन नम्बर आउँछ यसमा होइन। टेलिफोन नम्बर नराख्दा नि हुन्छ, किन भन्दा अहिलेको जमानामा सिडिएमए बोकेर कसैले नि हिँड्दैन, मोबाइल नम्बर मात्रै हुन्छ होइन। त्यसपछि इमेल ठेगाना तपाईँले हान्नु होला, नभए चाहिँ नर्मली यहाँ इमेल ठेगाना चाहिँ आफै भनौँ न आइसकेको हुन्छ त्यो फोन नम्बरमा भयो भने। त्यसपछि अर्कोमा क्लिक गर्नु होला। अब यति भइसकेपछि तपाईँको के भयो त भन्दाखेरि चाहिँ स्थायी ठेगाना र व्यक्तिगत विवरण चाहिँ सक्यो। अब तपाईँको नागरिकताको विवरण चाहिँ तपाईँले भन्नुपर्ने हुन्छ। अब नागरिकताको विवरण के हो त भन्दाखेरि जन्ममिति भन्नु पर्यो। तपाईँको जन्ममिति कहिले हो त्यसले भन्नुहोस् होइन। मेरो जन्ममिति कहिले हो म त्यही भन्छु। जस्तो मेरो जन्ममिति यति होला होइन, मैले भरेँ मेरो जन्ममिति यही हो होइन। अनि त्यसपछि अब इस्वीसम्म आफै आउँछ है। तपाईँले विक्रमसम्म भन्यो भने इस्वीसम्म आफै आउँछ। नागरिकता नम्बर हान्नुहोस्। जस्तो अब मेरो नागरिकता नम्बर यति हो मैले हानेँ। अनि त्यसपछि तपाईँको चाहिँ राष्ट्रिय परिचय पत्र नम्बर हान्नुहोस्, छ भने होइन, छ भने हान्नुहोस्, मसँग छ तर मैले हानिनँ है। अनि त्यसपछि अब तपाईँको अर्को के भन्दा अछाम जिल्ला हान्नु। अनि त्यसपछि तपाईँको नागरिकताको किसिम कस्तो नागरिकता हो, वंशजको आधारमा हो कि जन्मसिद्धिको आधार, त्यहाँ लेखेको हुन्छ तपाईँको नागरिकता पछाडिपट्टि तपाईँलाई यो आधारमा चाहिँ नागरिकता प्रदान गरिएको छ भनेर दिएको हुन्छ। मेरो वंशज हो त्यो मैले वंशजको आधारमा अब नागरिकताको जारी मिति लेख्नुहुन्छ। जहिले तपाईँको जारी मिति नागरिकता जारी भएको हो त्यसले लेख्नुहुन्छ है। अब जस्तो मैले चाहिँ अब यहाँ इन्ट्री गर्नुहोस्, मैले मेरो जारी भएको मिति भनेको यही हो, मैले भनेँ होइन। अब त्यसपछि तपाईँको नागरिकताको विवरण अनुसार जन्मस्थल कहाँ हो है। अब नागरिकता जहाँ बनायो त्यही त जन्मस्थल हुन्छ नि होइन। त्यही भएर चाहिँ अथवा तपाईँको अब बसा सरेर आएको भए बेग्लै कुरा भयो होइन। त्यही भएर चाहिँ अब मेरो चाहिँ के त स्थायी ठेगाना जस्तै हो भनेर भन्यो भने मैले चाहिँ है मैले स्थायी ठेगाना राखेँ। अनि त्यसपछि अब तपाईँको गाउँ टोलको नाम के हो, मेरो टोलको नाम यो सिउँडी हो, मैले सिउँडी राखेँ होइन। त्यसपछि अब स्थायी बसोबासको ठेगाना, अब कहाँ बस्नुहुन्छ तपाईँहरू होइन। ठेगाना जस्तो अब कस्तो भन्दाखेरि चाहिँ कोही मान्छे अछाम जिल्लामा जन्मिएको छ तर त्यो मान्छे बसा सरेर कैलाली जिल्लामा गयो भने उसले चाहिँ यहाँ चाहिँ अब स्थायी ठेगाना चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ उसले चाहिँ अब के गर्नु पर्यो भन्दाखेरि चाहिँ यदि उतैकोतिर के अरे जन्मस्थानको ठाउँको अथवा जन्मस्थानको चाहिँ तपाईँले चाहिँ बनाउनु भयो भने त्यहाँको नाम हाल्नु भयो भने तपाईँले के गर्नुपर्ने हुन्छ, त्यहीँ गएर चाहिँ फेरि के गर्नुपर्ने हुन्छ भन्दा तपाईँले चाहिँ भोट त्यहीँ हाल्नुपर्ने हुन्छ कि। अब तपाईँ बसासरी आइसक्नु भएको छ भने त पक्कै पनि तपाईँलाई भोट हाल्नुहुन्छ होला। त्यही भएर जहाँ चाहिँ तपाईँ अहिले बस्नु हुनुहुन्छ बसासरी आउनु भएको छ त्यहाँको चाहिँ राख्नु होला। अब मैले चाहिँ मेरो कहीँ पनि बसासरी भएको छैन, त्यसैले मैले स्थायी ठेगाना गरिदिएँ सिधै है। अनि त्यसपछि तपाईँको अब गाउँ टोलको नाम मैले त्यही नै अघि नै भनिसकेँ। अब मतदान गर्ने स्थल अघि नै हालिसकेको छ। अब त्यो नागरिकताको फोटो अपलोड लिनु यदि गइसकेपछि अब तपाईँ के गर्ने अर्कोमा क्लिक गर्नु होला होइन। अब अर्कोमा क्लिक गरिसकेपछि अब तपाईँको के हुन्छ, स्थायी ठेगाना भन्नुभयो, व्यक्तिगत विवरण भन्नुभयो, नागरिकताको विवरण हेर्नुभयो। अब तपाईँ अपाङ्ग त हो भने चाहिँ होमा क्लिक गर्नु होला, होइन भने होइनमा क्लिक गर्नु। म होइन त्यही भएर मैले होइन गरेँ। अब त्यसपछि अर्को भनेको तपाईँको अन्य चाहिँ तपाईँको चाहिँ यसमा अब त्यो भाषाहरूदेखि लिएर वर्गहरू छ। त्यसमा कि त भाषा के हो, तपाईँको भाषा के हो। जस्तो मेरो नेपाली हो, नेपाली गुरुङ्गहरू न गुरुङ्ग होला, म्याङ्गा होइन चुरौती के अब यहाँ तपाईँको भाषाहरू छ, धेरैवटा भाषाहरू छ। त्यो भाषामध्ये तपाईँको जुन भाषा हो त्यो सिलेक्ट गर्नु होला। मैले मेरो नेपाली हो, मैले नेपालीमा क्लिक गरेँ। समूह वर्ग तपाईँ कुनमा पर्नुहुन्छ, आदिवासी जनजातिमा पर्नुहुन्छ कि दलितमा पर्नुहुन्छ कि खसारेमा पर्नुहुन्छ कि मधेसीमा पर्नुहुन्छ, मुस्लिम थारू केमा पर्नुहुन्छ, यो तपाईँले चाहिँ चुज गर्नुभयो। म त जस्तो खसारेमा पर्छु, मैले खसारेमा क्लिक गरेँ होइन। साक्षर हो कि निरक्षर हो, अब साक्षर हो भने साक्षर, निरक्षर अब हामी यदि पढेर चाहिँ यो भिडियो बनाउँदैछौँ भने त पक्कै पनि हामी साक्षर होला होइन। त्यही भएर चाहिँ साक्षर हो भने के भने योग्यता कति चाहिँ तपाईँको चाहिँ कति पढ्नु भएको छ, एसई पढ्नु भएको छ कि अथवा चाहिँ तपाईँले विद्यावारिधि गर्नुभएको छ कि एमफिल गर्नु कति गर्नुभएको छ त्यो। अब जस्तो मैले चाहिँ के गरेँ भन्दाखेरि चाहिँ मैले एउटा चाहिँ आफ्नो चाहिँ जुनियर लेभलको हाल्थेँ। ल मैले चाहिँ के गरेँ भन्दाखेरि चाहिँ मैले ल एसएलसी नै राखेँ होइन, किन भन्दा केही फरक पर्दैन अब तपाईँको। त्यसपछि केमा क्लिक गर्नु होला, त्यसपछि तपाईँको अर्कोमा क्लिक गर्नु होला। अब अर्कोमा क्लिक गरिसकेपछि यहाँ के गर्ने, अङ्कित क्षेत्र अनिवार्य छ। जस्तो अब यहाँ चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अन्य सम्पर्क स्थान है। अब त्यसपछि हामीले के त सम्पर्क स्थानको पारो आयो। सम्पर्क स्थान के भने प्रदेश कुन हो, कहाँ चाहिँ तपाईँलाई सम्पर्क गर्ने, सुदूरपश्चिममा हुनुहुन्छ भने सुदूरपश्चिम होइन, जिल्ला कुन जस्तो अब अछाम भने अछाम, मेरो अछाम, त्यो सम्पर्क स्थान कहाँ हो, निर्वाचन कार्यालय, मिति कहिले कहिले लिने, जस्तो अब तपाईँको डेट कहिले लिने है। जस्तो यो त अछाम जिल्लाको भयो होइन। जस्तो तपाईँ अछाम जिल्लाको मान्छे हुनुहुन्छ,
फेरि काठमाडौँमा बस्दै हुनुहुन्छ भने अथवा चाहिँ कुनै अन्य जिल्लामा बस्दै हुनुहुन्छ भने अहिले तपाईँले चाहिँ त्यही जिल्लाको चाहिँ जिल्ला प्रशासन कार्यालयमा गएर चाहिँ तपाईँले गर्न सक्नुहुन्छ है। जस्तो अब यो सुदूरपश्चिम प्रदेश अब म अहिले जस्तो मान्नुहोस् अब के छ भन्दाखेरि चाहिँ अहिले म कहाँ छु भन्दा म काठमाडौँमा छु होइन। म काठमाडौँमा छु त्यही भएर मैले के गर्नु पर्यो म चाहिँ काठमाडौँमा बसेर चाहिँ के गर्दैछु त बायोमेट्रिक गर्दैछु अथवा चाहिँ मैले त्यहाँ फोटो सिधो खिचाउँदै भन्दाखेरि चाहिँ मैले बागमती प्रदेश क्लिक गर्नु पर्यो होइन। अनि त्यसपछि जिल्ला कहाँ अब तपाईँ बागमती पनि कुन जिल्लामा हुनुहुन्छ जस्तो अहिले काठमाडौँमा छु काठमाडौँ भक्तपुर ललितपुर तपाईँ जहाँ पो गर्दा नि हुन्छ। जस्तो म चाहिँ अब भक्तपुर नजिक छु बस्न त काठमाडौँ बसिरहेको छु तर नजिक म त कहाँ छु त भक्तपुरमा छु त्यही भएर मैले के गर्छु मैले भक्तपुरमा क्लिक गरेँ है। भक्तपुरमा क्लिक गरेँ अब सम्पर्क स्थान कहाँ हो अब त्यही हो जिल्ला निर्वाचन कार्यालय भक्तपुर है। मिति कहिलेको लिन्छ तपाईँ डेट यहाँ अब जस्तो अब हेरेँ है यहाँ हेर्ने अब कस्तो भन्दाखेरि तपाईँको 24 गते 25 गते अब आज यहाँ रातो छ 24 गतेमा रातो छ होइन। आज किन भन्दा अब मैले अहिले भिडियो बनाउने बेलासम्म 26 भइसकेको छ होइन। त्यही भएर चाहिँ यहाँ चाहिँ तपाईँको भएको छैन अहिले टाइम छैन त्यही भएर रातो लागेको छ। भोलि शनिबार त्यही भएर त्यो छुट्टी छ त्यही भएर पर्सि चाहिँ तपाईँको प्याक छ क्या तपाईँको चाहिँ 26 गते प्याक छ है। त्यहाँ चाहिँ डेट छैन त्यो अब तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ 27 28 29 30 31 गते चाहिँ तपाईँले लान सक्नुहुन्छ। जस्तो मैले 27 गते लगाएँ भने 27 गते भयो मेरो गयो है। अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ फोटो र औँठाको छाप दिनका लागि आवेदन फारमको प्रिन्ट र अन्य आवश्यक कागजातहरू साथमा लिएर अनिवार्य रूपमा रोजेको स्थान र मितिमा जानुपर्छ है। तपाईँले प्रिन्ट पनि लैजानु होला है। फेरि त्यहाँ तपाईँले प्रिन्ट लिएर भने फेरि तपाईँलाई के दुःख देला नेपालीको सरकारी कामहरू थाहै छ तपाईँलाई होइन। सरकारी अफिसहरू थाहै छ बदलेका छैनन् नि केही पनि छैन। अस्ति भर्खरै म गएर आएको है केही पनि बदलेका छैनन्। यिनीहरूलाई चाहिँ तपाईँले चाहिँ आफूलाई चाहिने सबै कामकाजहरू सबै यो चाहिँ कागजहरू सबै लिएर जानु होला। अनि त्यसपछि अर्कोमा क्लिक गर्नु होला। अर्कोमा क्लिक गरिसकेभन्दा पछाडि अब तपाईँको चाहिँ यहाँ दर्ता गर्नुहोस् भने चाहिँ यहाँ हेर्नु होला तपाईँको चाहिँ विवरण ठिक छ कि छैन यहाँ चाहिँ हेरेर अनि ठिक छ भने बल्ल दर्ता गर्नुहोसमा क्लिक गर्नु होला। होइन भने चाहिँ तपाईँले चाहिँ यो गर्नु अर्कोमा क्लिक गर्नु। तर मैले चाहिँ गर्दिनँ है। मैले किन दर्ता गर्दिनँ भन्दाखेरि चाहिँ मेरो अलरेडी भइसकेको छ मैले अर्को नम्बरबाट मैले चाहिँ गरिसकेको छु त्यही भएर चाहिँ मैले गरिनँ। यति गऱ्यो भने तपाईँको चाहिँ के छ भन्दाखेरि चाहिँ इलेक्सन आइडीको सरी भोटर आइडी रजिस्ट्रेसन तपाईँले गर्न सक्नुहुन्छ। यति गर्नुभयो भने मलाई लाग्छ तपाईँले 200 भन्दा मिनिमम पनि 200 पैसा त रुपियाँ त तपाईँले जोगाउनुहुन्छ कि किन भन्दाखेरि चाहिँ तपाईँ पसलमा जानुभयो भने 200 भन्दा कम त लाँदैन होला जस्तो लाग्छ मलाई है। यति गर्नुभयो भने तपाईँले चाहिँ मजाले तपाईँको चाहिँ भोटर रजिस्ट्रेसन गर्न सक्नुहुन्छ भोटर आइडी रजिस्ट्रेसन गर्न सक्नुहुन्छ। यति गरिसकेपछि त तपाईँले अब जुन डेटमा तपाईँले बायोमेट्रिक दिने भनेर चाहिँ भन्नुभएको छ त्यही डेटमा चाहिँ गएर गर्नु होला। हस् धन्यवाद भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद।